हाम्रो लघुकथा केन्द्रको चौथो वार्षिक उत्सवको उपलक्ष्यमा प्रेषित लघुकथाहरूमध्ये आज म 114औं श्रृङ्खला लिएर आएको छु। आज मैले काँडाघारी काठमाडौँबाट मिसु श्रेष्ठ थपलियाज्यूले प्रेषित गर्नुभएको लघुकथा सवाल वाचन गर्दैछु, जुन यस प्रकार छ। रीतिले माला लगाइदिई खुट्टामा ढोगी वीरले अङ्गालो हाल्यो। उनीको हर्षासु देखेर उसको पनि नयन रसाए। वडा अध्यक्षले माला लगाइदिँदै बोले, 12 वर्षमा खोला पनि फर्कन्छ भनिन्छ, तर हाम्रो वीर 2 पल्ट खोला फर्कने समयसम्म फर्कन सकेनन्। नियतिको खोला 25 वर्षपछि आफ्नो घर, छोराछोरी र पत्नी सम्झेर फर्केको छ। सहनशीला रीतिले कलकलाउँदो वैंशका रहरहरू तिलाञ्जली दिइन्। सिन्दुरको लक्ष्मण रेखा पार नगरी छोराछोरी हुर्काउँदाका कठिन यात्रालाई चटक्कै बिर्सेकी छिन्। यतिका समयको गुम्फित गुनासा होलान्, तर पनि बिना सवाल सहर्ष स्वागत गर्नु नारी मनको महानता हो। उनी बोल्दै थिए, भिडबाट तालीको गडगडाहट सुन्यो। भिडबाट एउटी केटीले हात उठाउँदै बोलिन्, वडा अध्यक्षज्यू, यहाँको महान विचारलाई सलाम छ। मेरो जिज्ञासा छ, भन न नानी। म कथाको अन्त्यतिर आइपुगेछु। यदि अङ्कलको ठाउँमा आन्टी भएको भए के हुन्थ्यो? 5 वर्ष अगाडि मात्र 2-4 दिन तपाईँकी पत्नी बाहिर बसेर आउँदा घरमा पस्नै नदिई केही वर्षपछि दोस्रो विवाह गर्नुभएको होइन र? आहा, कस्तो मिठो व्यङ्ग्यात्मक सामाजिक लघुकथा लेख्नुभएको छ। धेरै धेरै धन्यवाद। नमस्ते।